भानुभक्त आचार्य सुन्नुभएको थियो? भानुभक्त आचार्य आदिकवि भानुभक्त आचार्य भनेर चिनिन्छ। भानुभक्त आचार्य चाहिँ एकदम फटाहा थिए। एक दिन हिँड्दै यसरी फटाइ गर्दै जङ्गलतिर हिँड्दै आउँदाखेरि चाहिँ एउटा घाँस काटेर बेच्ने मान्छेले चाहिँ घाँस काटेर बेच्थ्यो अरे क्या। त्यसले चाहिँ यहाँ कुवा खनायो। त्यो घाँसे कुवा यो भित्तामा पर्छ। घाँसे कुवा उठेर हेर्नुलाई देखिँदैन है। यहाँ थियो पहिला गाडीको बाटो नआउँदाखेरि त्यतिखेर मान्छे हिँड्ने बाटो गोरेटो बङ्गला मुलुक हुँदाखेरि त्यो बेलामा घाँसे कुवा यहाँ थियो। पछि सानो बाटो आयो, राजमार्ग खोलियो, त्यो कुवा मासिने भएर सिमेन्टले प्रस्तर गरेर त्यो कुवा चाहिँ मासिन्छ भनेर मुनिबाट पाइप लगाएर यता मुनिपट्टि कुवा बनाएको थियो। सानो बाटो हुँदा पहिला सिङ्गल बाटो थियो नि त। अनि उसको साली उतापट्टितिर बनाएका छन्। त्यहाँनिर हेर्दा ऊ साली छ दुईवटा अलिक पर्तिर जन्मथलो हो यो, यतै जन्मथलो हो। अनि अहिले यो बाटो फेरि ठुलो भएर आयो होइन, 2 लाइनको बाटो आयो 4 लाइनको। अनि त्यो बेलामा चाहिँ यहाँ पाइप मुनिबाट लगाएर यता मुनिपट्टि झारेको छ। मुनिपट्टि सायद बनाउला हो अलि पछाडि पानी कुवाको पानी चाहिँ, त्यो कुवाको पानी चाहिँ